के तपाईँ विदेशमा हुनुहुन्छ अनि विदेशमा बसेर काम गरिराख्नु भएको छ, तर नेपाल सरकारले तपाईँको लागि भनेर छुट्याएको 10% आइपिओ अझै भरिराख्नु भएको छैन भने यो भिडियो पुरा हेरिदिनुहोला। नेपाल सरकारले विदेशमा गएका नेपालीहरूका लागि 10% आइपिओ छुट्टै छुट्याएको हुन्छ र यो आइपिओ भने सबै विदेशमा भएको नेपालीले भर्न पाउने भन्ने चाहिँ हुँदैन। स्टुडेन्टमा गएकाहरूले भर्न पाउँदैनन्, तर तपाईँ वर्किङमा वर्क पर्मिट अर्थात् श्रम स्वीकृति लिएर विदेशमा काम गरिराख्नु भएको छ भने चाहिँ यो आइपिओ तपाईँले भर्न पाउनुहुन्छ। फर्स्टमा तपाईँलाई वर्क पर्मिट नै चाहिन्छ, श्रम स्वीकृति चाहिन्छ। त्यसपछि नेपालको कुनै पनि ब्याङ्कमा चाहिँ रेमिट्यान्स अकाउन्ट खोलेको हुनुपर्छ र त्यो रेमिट्यान्स अकाउन्टमा 6 महिनाको अवधिमा कम्तीमा 50,000 रुपियाँ चाहिँ पठाएको हुनुपर्छ। त्यसपछि तपाईँलाई मेरो सेयर डिम्याट त चाहिहाल्यो। त्यसपछि तपाईँलाई ब्याङ्कले अर्को सिआरएन नम्बर भन्ने दिन्छ। त्यो सिआरएन नम्बर चाहिँ तपाईँले लिनुपर्छ। त्यो सिआरएन नम्बर बिना चाहिँ फेरि आइपिओ भर्न मिल्दैन र डिम्याट र मेरो सेयर तपाईँको भइसकेपछि चाहिँ तपाईँले मेरो सेयर एपमा लगइन गरेर माई आस्पामा गएर रिजर्भ फरेन इम्प्लोइमेन्टमा गएर आइपिओ भर्न सक्नुहुन्छ र यो आइपिओ चाहिँ अरू आइपिओ भन्दा पर्ने चान्स एकदमै धेरै हुन्छ, किनभने सर्वसाधारणका लागि निष्कासन गरिएको आइपिओमा चाहिँ 20 लाखभन्दा बढीले आइपिओ भर्छन् र पर्ने चान्स एकदमै कम भयो। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आइपिओ भने थोरैले भर्छन् र पर्ने चान्स एकदमै धेरै हुन्छ र यो होल्ड भएर बस्छ होला, आइपिओ त पर्छ अनि होल्ड भएर बस्छ होला, मैले बेच्न पाउँदिनँ होला भनेर सोच्नुहुन्छ भने चाहिँ यो आइपिओ नर्मल आइपिओ जस्तै लिस्टिङ हुने बित्तिकै बेच्न पाउनुहुन्छ।